हेर साथीले त हिजो काम बिगारेर आजसम्म सुतिरहेको रहेछ हौ। यो मान्छे पाएछ हौ, बस न। हिजो मातेर माथिल्लो गाउँमा गएर के काम बिगारेर आयो तिमीले भन त? के बिगाऱ्यौ मैले चाहिँ काम? मलाई त केही थाहा छैन त, भन त के बिगारे? तिमीले हिजो माथिल्लो गाउँमा त्यो बुढा मरेको घरमा गएर त्यो भाउजूलाई के भन्यौ थाहा छ तिमीलाई? कसले भन्यो तिमीलाई चाहिँ फेरि? बित्था कुरा नगर। कसले भन्यो भन त लु? अब कसले भन्छ र? तिम्रै बुढीले भनेको नि, माइतबाट बिहानै फोन गरेर भनेको मलाई। होइन त्यसले चाहिँ कसरी चाल भाइ? त्यो त माइतामा छ त अन्त। अब माथिल्लो गाउँबाट तिम्रो बुढीलाई फोन गरिदियो होला कसैले, अझ तिम्रो बुढीले पनि मलाई बिहानै फोन गरेर भनेको थियो, यसो गएर हेरिदिनु नै के कसो रहेछ कुरा बुझिदिनु भनेको थियो, त्यही भएर आएको नि। अब खै के हो मलाई त त्यस्तो नराम्रो काम त गरे जस्तो लाग्दैन त साथी। म त्यस्तो मान्छे पनि त होइन, तर मैले हिजो खानु चाहिँ पुरा खाएको थिएँ। बाँकी कुरो कि कता गएँ, के गरेँ, कसो गरेँ मलाई केही थाहा छैन। म यति त थाहा छैन म कसले घरमा ल्याइदियो, कति बेला सुत्यो त्यो त थाहा छैन। म त तिमी आउँदा मात्रै थाहा भएको त मलाई त। खै अब नपाती त गनाउँदैन होइन, केही गऱ्यो भनेर त तिमीलाई त्यस्तो हल्ला भयो। अन्त हिजो म एक दिन नभएको पनि तिमीले त्यस्तो गरिहालेको, एक दिन साथ नहुँदा पनि। अन्त अर्को कुरो, तिम्रो बुढीले भनेको तिमी पहिला पनि मातेर रात दिन मलाई कुट्थ्यो, अन्त केही सप्रिन्छ कि भनेर म 2-4 दिनको लागि माइत गएर बस्दिनु भनेर गएको थिएँ नि। तर तिमीले हिजो त्यस्तो बेहोरा देखाइहालेछौ भनेर पुरा मन दुखाइरहेको छ उसले। खै म मातेपछि खोइ त्यस्तै छु। यसको बेहोरै ठिक छैन। खाएपछि जता गए त्यतै नै झगडा, जता गए त्यतै नै झगडा। बाहिर त झगडा, घरमा आएर पनि बुढीलाई पनि नकुटी चित्तै बुझ्थेन। अब माइत नगएर के गरेस् त भएर? ढिल्ली कुटा खानु पर्थ्यो बिचरा। अब तिमीले यस्तै खाले बेहोरा देखाएर हेर्दा त माइत त होइन, माइतबाट कसैसित अर्कोसँग लाग्दिन्छ, अन्त त्यति बेला चाख्छौ नि। खै के गर्नु त हो अन्त? त दिमाग खराब भइसक्यो, टेन्सन खोइ के हो, के गर्नु पर्ने भन त लु? अब तिमीले भन त। अब उपाय त के छ र अन्त? एउटै उपाय छ, कसम खाएर तिमीले रक्सी छोड्नु पर्यो, होइन नि बुढी नानीहरू त्याग्नु पर्यो। खै रक्सी छोड्नु त हो नि। अब कि मैले रक्सी छोड्नु पर्यो कि तिमीलाई छोड्नु पर्यो? ल मलाई त किन छोड्नु पर्छ तिमीले? रक्सी छोड भनेको त मलाई किन छोड्नु पर्यो? ल के भनेको तिमीले? अब तिमीले पो खाएपछि तिम्रो बेहोरा राम्रो छ, घरमा राम्रो गर्छौ, तर मेरो बेहोरा त बिथाक्छ नि त। मातेर आएपछि घरमा आएपछि बुढी नानी नकुटी त ट्याक्कै त हुँदैन। यस्तो बेहोरा छ अन्त त्यो। लु नि त, मैले रक्सी छोड्नु पर्यो भने तिम्रो परिवार राम्रो हुन्छ नि म पनि छोडिदिन्छु। कसम खाउँ न दुई भाइ सँगै कसम खाउँ, तिम्रो परिवार राम्रो हुन्छ नि म रक्सी नातेलाई त्यागिदिन्छु नि। अन्त सल्लाह त ठिकै हो साथी, रक्सी त छोड्नै पर्छ। तर मैले यहाँ हिजो मैले पिउर अन्नको ल्याएको थिएँ, यो पो बिजोक हुने रहेछ त। अब कहाँ यसलाई बिजोक हुनु दिनु? यसको उपाय छ नि साथी, त्यस्तो साह्रो निर्दय पनि होइन नि म त। यसको उपाय छ साथी। के उपाय छ हौ फेरि? छ नि, यहाँनिर छ नि। लु चियर्स, आज अब खाइदिउँ। अब सल्लाह दिनु आएको कसमको होइन, आज सट्टा पारौँ, बोल्दिन छोडौँ न। ल बोल्दै छोड्ने होइन, पक्का लु बोल्दै छोड्ने। यस्तै रहेछ यहाँको चलन।